नमस्ते युट्युब फ्यामिली हो, तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै र आरामै छु र तपाईँहरूलाई थाहा नै होला म कहाँ जाँदैछु। म चाहिँ तपाईँहरूलाई थाहा नै होला म कहाँ जाँदैछु। म चाहिँ चितवन जाँदैछु गाइज। हिजो भ्लगमा भनिसकेँ त। अनि आजको भ्लग पनि हालेन, हल्का ढिलै हाल्नेवाला छु, किनभने अब बसमा वाइफाई रहेछ भने बसमा हाल्छु, नभए खाजा खाने ठाउँमा डाटा तानेर हाल्छु। नभए त्यो पनि भएन भने 12 बजी चाहिँ सिधै चितवन पुगेर हाल्ने छु गाइज। अनि बाटोमा के कस्तो हुन्छ त्यो त हजुरलाई देखाउने छु। अनि यहाँ चाहिँ मेरो झोला यो फुल्ली पनि भएर छैन, एउटा गुड्काउन पनि मिल्छ, त्यही भएर गुड्काएर छु अहिले। अनि गाइज चिया खानुभयो होला। अब चाहिँ गाडी बस पाउँछ कि नै भन्ने भयो के अरे हाइसमा त हाइस भन्दा नि इभीमा त क्या भमिटोला जस्तो हुन्छ कि मलाई। त्यही भएर चाहिँ म हल्का टाढो जानु पऱ्यो भने गाउँ जानु पऱ्यो भने बसमा जान्छु कि बाइकमा जान्छु कि। त्यही भएर गाइज हाइसमा जानुभएको त म 200 जान्थेँ कि, 200 मामाको हाइसमा आउँथ्यो अनि इलेक्ट्रिक हो, त्यही भएर चाहिँ अहिले हिँड्न ला हो गाइज। अनि चितवन पुगेपछि चाहिँ सागरलाई कल गरेर बोलाउँछु, सागर आउँछ। अनि अब सरप्राइज ट्याटु कस्तो बल देखाएन गाइज, अन्त रियल टाइप देखिरहेको होला है, रियल देखिरहेको छ। अब रियाक्सन पनि रियलै हुनेछ गाइज। अब हजुरहरूलाई कलकी बस चढेपछि भेट्छु। बस पनि चढिसक्यो होइन, कलकी हेर्नु सक्नुहुन्छ। अनि सिटहरू पकाउनै पाएँ, अगाडि सिट खाली हुन्छ, जेसीको लास्टतिर बस्यो। अब त्यो नानीहरूसम्म त नि 5 घन्टा पुगिन्छ, झ्याल छ, एसी छ, भाइहरूको वाइफाई पनि छ गाइज। अब चाहिँ म भिडियो पोस्ट गर्छु, एडिटिङ सिडिटिङ भइसक्यो। अब पोस्ट गर्न मात्र बाँकी हो, अब चाहिँ पोस्ट गर्छु। नेपालको बसहरूको खालि त्यही हो कि वाइफाई हुन्छ, त्यही हो। अब म पोस्ट गर्छु हजुरलाई। साह्रै ध्यान जाममा पऱ्यो नि खालके गर्थ्यौँ होइन, अनि जाम छ, त्यही भएर एकछिन यसो बाहिर आएको। अनि भ्लग अपलोडै भएन कि कति 11 कि 12 पछि भयो। यो बसको नेट पनि त्यस्तो राम्रो चलेको छैन, जाम गाइड बल्ल हेर्नु सक्नुहुन्छ। यत्रो लामो जाम लागिसक्यो हौ। अनि अब चाहिँ बसमा जानुपर्ने हुन्छ तपाईँहरूलाई। अब खाजा खाने ठाउँमा बस्छु गाइज। अहिले चाहिँ फाइनली गाडी खाजा खान रोकेको छ। उहाँको बस यही हो होइन, यही हो के अरे रोयल होटल भन्ने। अब चाहिँ लास्ट गर्मी रहेछ है रातिर त। काठमाडौँ पनि गर्मी त गर्मी हुन्थ्यो, तर यहाँ चाहिँ अलिक लास्ट गर्मी रहेछ। तातो हावा आइरहेको छ गाइज। भित्र बसमा त एसी हावा हाल्यो, अहिले त कस्तो गर्मी लागिरहेको छ कि गाइज भन्नै सक्ने। चितवनमा झन् कस्तो गर्मी होला, अब सोच्नुपर्ने कुरा हो। यस्तो चैत वैशाखतिर त दिउँसो त निस्किनै सकिन होला गाइज। अब यो त बहाल देखायो नि, हिजो कलर राम्रोसँग आएको थियो, आज कलर पनि आयो। 10 घन्टापछि कलर आउँदै थियो ठ्याक्कै। अनि अब चाहिँ खाजा भन्दा नि त्यो चाहिँ खान्छु म, चिप्सहरू चाहिँ खान्छु। गाडीमा हिँड्दा चाहिँ चिप्सहरू मात्र खान्छु, म त्यस्तो केही खानै मन लाग्दैन कि। अब चाहिँ जानुपर्ने हुन्छ सर र लाएर मलाई गाउँमा चाहिँ पुग्न लाग्यो। जोस् म 1 बजीसम्म चाहिँ पुग्छु होला चितवन नारायणघाट। अब चाहिँ तपाईँहरूलाई एकछिनमा भेट्छु है त गाइज। म चाहिँ चितवन झरिसकेन, भर्खरै झरेको, गाडी पनि भर्खरै गइरहेको कि जाम पऱ्यो गाइज। 3 बजे 1 बजी चितवन पुग्ने भनेर बिहानै गाडी चढेको गाइज, जाम परेर 3 बजे पुग्यो। अब सारा चाहिँ आउँदैछ, सारा कल गरेको मैले दिनाउने मिले माल गाडी चाहिँ उतै हो गाइज। यो रोयल टोलवाला कि त्यसमा आएको। यस गाडी चाहिँ आनन्दले आयो, बाटोमा वाइफाई परेको, त्यही भएर मैले भिडियो अपलोड गर्न पाएन। त्यही भएर नरिसाउनु होला गाइज। अब घर जान्छु अनि बल्ल भिडियो अपलोड गर्ने छु। वाइफाई नै अफ थियो गाइज, डाटा पनि तान्नै मैले वाइफाई थियो नि त बसमा। खाजा खाने ठाउँमा ठ्याक्क रोक्यो, त्यहाँपछि वाइफाई अफ भएछ। अनि त्यहाँपछि अनै गरेन कि, एसी पनि बेला बेलामा अन गर्ने, बेला बेलामा पान्थ्यो, तर अल ओभर चाहिँ बस्थ्यो गाइज। अब चाहिँ सारा खेल्छु है त, साराको रियाक्सन पनि हेर्न सक्यो ट्याटुबाट गाइज। खाने सार पनि आइसक्यो होइन, सार चाहिँ उता कतै छ ठ्याक्क मैले भर्खरै देखेको थिएँ। सार चाहिँ आइसक्यो, अब चाहिँ रियाक्सन कस्तो दिन्छ हेरौँ। थाहा नै ट्याटु मैले हानेको भनेर, टेम्परेरी ट्याटु हो ऊ त्यहाँ जम्मा परिरहेको छ गाइज अहिले। तर चितवनमा चाहिँ लास्ट गर्नु सक्यो गाइज, अहिले लास्ट के पछि आइसक्यो यति बस्दा पनि। अब चाहिँ आइसक्यो गाइज, हेर्नु सक्नुहुन्छ हिरोको निम्ति टक्क। अनि अब चाहिँ देखाउनुवाला छु त्यसलाई, हेर्न सक्नुहुन्छ। ओइ
जानेको रियल हो बुझ्दैन दुख्छ त अनि हिजो भर्खर हानेको क्या आज यार 7,000 कसरी छ मेट्टे हो त्यता त मेट्टे भएन कि त्यो राम्रोसँग नबस्यो एक दिनमा बस्छ भनेको लागि कस्तो भन्नु के भन्दैन देखाएकै छैन हो कि गाडी खाइसक्यो सागरको चाहिँ गङ्गा गाली खानै बाँकी छ अनि गाई यसलाई अघि नै बोलाएको होइन अनि मलाई चाहिँ यहाँ कुरा आयो कि यसले मैले यसलाई पुऱ्याउनु भनेको गाई जान्छ अनि बाहिर आएको होइन चितवन आएर रुममा पनि गयो खाना खाएर एकछिन बाहिर आएको बस्नु भनेर अनि सार पनि त्यही बाहिर गएको अब चाहिँ एकछिन यहाँ बस्ने अनि जाने भनेको अब के गर्छ गाई त्यो हजुरलाई देखाउने छु गाई जब चाहिँ हामी सारा खाएर निस्किसक्यौँ होइन अब चाहिँ गाई घुम्छौँ होला एकछिन अनि हेर्न सकिन्छ एकैछिन अहिले अस्ति सुरु गरेँ कि न्यु इयरमा अनि म चाहिँ प्रवेश सारो साथी भएपछि हाम्रो पनि साथी हाल्यो होइन अनि अब चाहिँ हामी जान लाग्यो सारो पछि आउँदैछन् उता हल्का सानो काम छ त्यही भएर अब चाहिँ कपाल काट्न जाने कपाल हालेर हान्छु होला म छिटै अहिले चाहिँ हान्दिनँ तर छिटै हान्नेवाला छु मैले सिल्भर हान्ने भनेको अब हेरौँ के कस्तो हुन्छ अब चाहिँ हजुरलाई उतै गरेर भेट्छु है त आइसकेर चाहिँ हामी हाम्रो प्यारो नानघाट आइसक्यौँ होइन अब नानघाट आइसकेर एकछिन पुलमा जाने है एकछिन पुलमा जाने पनि हुन्छ अहिले चाहिँ कपाल काट्न आएको होइन गाइस अहिले चाहिँ हामी कपाल काटेर निस्किसक्यौँ भने हाम्रो राइडर कान्छु पनि भेटिसक्यो राइडरहरू अनि अब चाहिँ हामी लाएको मालाहरू किन्न अनि टपहरू किन्न अनि पछाडि चाहिँ अनि राइडरहरू कमी छैन गाइस चितवनमा अनि अब चाहिँ हामी हङकङ बजार जान लाग्यो गाइस हामी चाहिँ फाइनली माला किनेर पनि निस्किसक्यौँ होइन यहाँ त कस्तो गल्ली गल्ली के म यहाँ बस्नु भएर पनि होला कस्तो कन्फ्युजन नि के कहाँ छिराउँछ गाइस थाहै छैन होइन अब 1-2 महिना यहाँ बस्दा त बानी परिहाल्छ नि गल्लीको नि काठमाडौँको भन्दा पनि गल्ली लाग्ने मलाई लाग्छ अब काठमाडौँको थाहा भएको यहाँको थाहा भएको तपाईँ चाहिँ के लाग्छ मलाई त दुईतिर बस्छ मलाई चाहिँ के लाग्छ भने मान्छे जता बस्छ त्यस्तै बस्नु हो कि पहिले नदेखेको ठाउँमा आइसक्यो भने खाइहाल्छ आवाज हल्का सानो आयो होला गाइस बुझ्नु पऱ्यो भोल्युम फुल गर्नुहोस् अनि भ्लगको आनन्द लिनुहोस् आजको भ्लग चाहिँ बाबालाई छ जस्तो लाग्छ मलाई कहाँ छोड्दै जाउँ अब गयो अहिले त कति किनौँ लाग्यो खाना पकाउनु मासु काट्नु अब चाहिँ घर जान लाग्यो गाइस घर जाने अनि बस्ने एकछिन अनि त्यहाँपछि भ्लग एडिट गर्छु आज पनि हिजो मैले निकै गरिनँ कि किनभने हिजोमा घर गएँ नि त अनि घर गएपछि त्यो बाहिरबाट घर गएँ अनि घर गएर चाहिँ हामी तल खाना खायो कि माथि खाना खाएन हाम्रो बुवाहरू आउनुभएको थियो अनि आमा चाहिँ माथि जान नसकेर चाहिँ तलै खाना खाएँ कि त्यही भएर चाहिँ मैले त्यो एडिट गर्न पाएन अनि बिहान नै 7 बजी निस्केँ 7 बजी उठ्ने बित्तिकै म निस्केको निस्किँदै ब्रस गरेँ अनि निस्किदिएँ म गाडी त्यही भएर चाहिँ हल्का बुझ्ने मलाई हिजो पनि त्यही थ्याङ्क यू फर वाचिङ राखेँ डाइरेक्ट मैले हिजो केही भएन लाग्छ त्यही भएर गाइस अनि यो पनि ढिलो आएको छ किनभने वाइफाई भइरहेको त आएको तर वाइफाई चलाएन कि तिनीहरूले खै के गऱ्यो खाना खाने ठाउँमा चलाएको थियो त्यहाँपछि वाइफाई अफ गरिदियो अनि अन पनि गर्दैन एकछिन पनि त्यस्तो गरिरहेको थियो एकछिन बन्द गर्ने वाइफाई त अनि के अरे त्यो जङ्गलहरूमा चल्दैन नि त त्यही भएर त्यो भिडियो पनि पोस्ट भएको छैन कि 11% रोकिरहेको थियो गाइस त्यही भएर हो ल अवश्य हजुर घर त गएर भेट्छु गाइस हामी चाहिँ चितवन भात भट्टिने अगाडि आयौँ होइन अनि यो त चल्दै थियो नि त अहिले रिनोभेट भइसक्यो होइन गाइस चितवन भनेको जस्तो विकसित ठाउँ हो कि काठमाडौँ कहिले भएको छैन होला तर चितवन भइसक्यो कि त्यसले भन्दैन चितवन काठमाडौँ भन्दा धेरै विकसित ठाउँ हो भनेर तर चितवनमा चाहिँ भइसक्यो गाइस यो मामलामा चाहिँ हल्का विकसित मत त्यो चाहिँ सोध्छु होइन भात भट्टिने जलेको त्यो जेन्जी आन्दोलनमा 6 महिना 8 महिनामै बने कि के अरे काठमाडौँको अझै बनाएन र
राम्रोसँग त्यो गाइज कुरा अब कुराकानी त्यस्तै हो। अब हजुरहरूलाई अवश्य भर्खरै भेट्नेछु गाइज। अहिले चाहिँ 8 बजिसक्यो होइन। अनि अब चाहिँ गङ्गा दिदी आउने बेला हुन लाग्यो। गङ्गा दिदीलाई थाहा छैन नि त ट्याटु सारले त अब टेम्पोरेरी हो भनेर हल्का भन्ने शङ्का थियो। अनि त्यसले त टेम्पोरेरी ट्याटुहरू हेरेर हुन्छ नि त। अनि गङ्गा दिदीलाई त त्यस्तो टेम्पोरेरी ट्याटुहरू भनिदिएको छैन नि त। त्यही भएर दिदीलाई चाहिँ हल्का नलाग्न सक्छ। अहिले झन् हल्का रियलै देखिरहेको छ हेर्नु गाइज, फिनिसिङै देखिरहेको क्या। त्यही भएर अब चाहिँ के अरे गङ्गा दिदी आउने बेला हुन लाग्यो कि। अनि गङ्गा दिदी आएपछि गङ्गा दिदीलाई देखाउँछु, दिदीको रिएक्सन खिच्छु। अनि त्यहाँपछि भ्लग एडिट पनि गर्नु पर्यो गाइज। आजको भ्लग धेरै टुक्रा टुक्रामा जाममा परेको के गरेर चाहिँ मिलाउन छ गाइज। अब तपाईँहरूलाई चाहिँ गङ्गा दिदी आइस भेट्छु डाइरेक्ट, त्यति बेलासम्म मलाई बनिराख्नुहोस् गाइज। दिदी पनि आइसक्नु भयो क्या, स्कुटी पार्क गर्दै हुनुहुन्छ तल। स्कुटी चाहिँ सारा लिन गएको थियो कि होइन, आइसक्नु भयो दिदी, हेर्न सक्नुहुन्छ गाइज तल आइसक्यो होइन। अब चाहिँ हल्का दर्शन पनि गर्नु पऱ्यो। अनि त्यहाँपछि रियाक्सन गाइज कता लगाइराख राम्रो झगडा अब गाइज आउँदै हुन्छ नि। उनीहरू पुगिसक्नु भएको छ भरेमा गाइज, भरेमा लुगाहरू खाइदै हुन्छ। अनि के अरे तलको चेनल गेट तलको ढोका आउँदै हुन्छ त्यो गाइज। अनि अब चाहिँ खानासाना पाकिसक्यो, अब खाना बाँकी होइन। हामी त अघि भरि चिया खाएर आएको नि त, त्यस्तो अब पेट ढुस्सै हुन्छ चिया खाएपछि। अब चाहिँ दिदी आउनु भयो जस्तो लाग्यो गाइज, यु क्यान सी होइन। तँलाई चाहिँ दिदी त अनि हल्का मिल्ने भए पनि तर त्यस्तो त डराइहाल्छ नि, हल्का ठुलो हो। त्यही भएर चाहिँ गाइज आइसक्नु आवाज 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 गाइज के छु बल स्वाद थाहा छैन है। एउटा चाहिँ मैले यो टप निकालेँ, यता मात्र राखेको छु, कस्तो देखेर थाहा छैन। के देख्दैछु म? नमस्ते हजुर सबैजना, वेलकम। एउटा कुरा देखाएको छैन कि, एउटा कुरा देखाएको छैन, रियल हो गाइज। प्याङको पोपट भइसक्यो होइन, सागाले त हल्का भयो नि भयो, गङ्गाले त सिधै फेक गऱ्यो होइन। अनि अब चाहिँ कुराकानी त्यस्तै हो। आजले चाहिँ यो भ्लग अन्त्य गर्न चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ गाइज। अर्को भ्लगमा बन्दै जानुहोस्। थ्याङ्क यू सो मच फर वाचिङ।